म चिन्दैन बालेन भने को चिन्दैन। ए बालेनलाई चिन्नुहुन्न? दाइ गएर भनिदिनुहोस् त बालेन को हो। बालेन यहाँदेखि मैले ट्यापेन्द्र भन्ने गरेँ। हावा कुरा नगर्नुहोस् न राजेन्द्र दाइ, तपाईँ गएर भनिदिनुहोस् त बालेन को हो। त्यो मुजी मेरो लागि त खोइ हो नि त्यो मुजी। दाइ विचार गरेर बोल्नुहोस् है, किन मुजी भनेको? त्यो मुजीलाई मुजी नै भन्छ। होइन तपाईँ किन रिसाएको बालेनसँग? मैले भने गीत गाएँ त्यो ल्यापे उसले गरेपछि ओ यो अब आयो भनेको त पहिल्यै गरिब ठगा हो कि भन्छ। यही कुरामा मैले बालेन गालिदिन्छु कि फुटपाथ चाहिँ मान्छे हिँड्नलाई हो, फुटपाथमा व्यवसाय गर्न पाइँदैन भन्ने विषयमा यो त कन्ट्राडिक्टरी भयो। अनि पार्किङ त त्यो यार 5 पैसा फ्री गरे होइन हो बालन भाइ। येलो लाइनको यतातिर चाहिँ ठाउँ चाहिँ फ्री गरे होइन। सडकमा पाइँदैन पार्किङ गर्न। राजनीति भनेको विकास हो, विकासको काम गर्नुपर्छ। नै गर्यो मुजी 1 वर्ष 1.5 वर्ष। अनि देख्नु भएन चोक चोकमा बत्ती राखेको? यो पट्टि नभएको होइन नि, यो र राणा कालिनदेखि छ नि। उहाँले अहिलेसम्म सिमको भाँच्नु ए हो र? अनि मिडियामा त खतरै काम गरिरहेको जस्तो देखिन्छ त। अनि मिडिया म्यानिपुलेसन गरेर चाहिँ उसलाई हाई जस्तो गरेर नि गरे जस्तो काम त छोटो छिटो केही भागे। ए त्यस्तो पो हो? खाली कुरामा त गर्ने तर अरूको तुलनामा यो ट्यापेन्द्र छानी जुन यो चाहिँ अलिक ठिक रहेछ है कि। बाजे फेरि बालेनलाई नराम्रो गाली गर्दै हुनुहुन्थ्यो त, फेरि कसरी राम्रो? बोलेको चाहिँ ट्यापेले ठ्याक्कै पुर्या। के कुरा? म दरबार जलाउँछु म त जलारै छाड। ए सिंह दरबार जलाउने बालेन पो हो? बालनको एउटा श्रीमती सुत्केरी हुन नपाउँदा छोरी र बुढीको कुरामा त पुरा सिंह दरबार जलाइदिन्छु भने त्यो बालेन दा हेर्नुहोस् त हजुरको एक स्ट्याटसले अहिले सबैले हजुरलाई भन्ने बनायो। पुरै आगो लाग्यो नि त हो आम्मामा के। अनि हजुर जस्तो मान्छेले सिंह दरबार आगो लगाइदिन्छु भनेर स्ट्याटस लेख्ने हो? के खाएर लेख्नु भएको थियो भन्नुहोस् त? त्यही भएर रक्सी पिउन छोडिदिनुहोस् भनेको मैले अस्तिदेखि। किन पिउनु भएको? पिउँदिन भन्दा भन्दै साथीले पिलायो। होइन रक्सी पिउँदिन भन्दा भन्दै पिलाउने मान्छे चाहिँ को रहेछ? पहिला नि कुनै टाइममा पैसा नभएको बेला यहाँनिर बियर सियर खुवाएर चुरोट कति यहाँनिर खुवा। ए यसरी रक्सी चुरोट पिलाउने साथीभाइलाई त तपाईँले बिर्सनु भयो रे नि त। तपाईँ त्यहाँ पदमा भइसकेपछि त आफ्नो दाजुभाइहरूलाई मिलाएर हिँड्नुपर्ने। अनि को मान्छेको कुरा काट्नु भएको रहेछ च्याटमा? अस्ति भर्खर गिरिश दाईको कुरा काटे होइन, गिरिश दाईसँग चिल हान्दै हुनुहुन्थ्यो त। गिरिश पनि त्यही त हो, मासले मन पराउँछ, ऱ्यापरहरूले मन पराउँदैन, स्पोन्सरले मन पराउँछ, फेरि यस्तै हो। अब दाई हेर्नु यहाँ मसँग चाहिँ यस्तो कुरा गर्नुहुन्छ अनि त्यहाँनिर चाहिँ तपाईँ सर पो यतिकै भने रहेछ त। मेरो घरमा आएर यमा दाईको घरको बारेमा जे पाइ त्यही कुरा गर्ने अनि पछि मेरो हुने बित्तिकै गएर भैँसी पार्टीमा गएर सेल्फी खिचेर म शालिक बनाउँछु भनेर मानस दाईको पनि कुरा गर्नुभएको छ तपाईँले। अनि किन त्यसो भए मानस दाईहरूसँग भेट्नुहुन्छ त? तपाईँ मान्छे छक्कै रहेछ यार। मानस घलेले यही तरिकाले एक दिन नराम्रो पिटाइ भेट्छ। यता सिपेजको पनि मान्छेले बेकार मानस राखेको भन्न थालिसक्यो। बुढाको वेट नै छैन, सेम साकार पारा छ। मलाई हेर त माथ सिक्ने पापी। त्यही त दाइ साकारको जस्तो पारा भनेर हेप्नु खोजेको होला, थर्काइदिनुहोस्। बालेन माथ सिक्ने खाते हेर्दै जा मेरो केटाले तँलाई कस्तो हान्छ। सेम साकार अनि फेरि 20 दिन अगाडि सागरसँग पनि फोटो खिचेछ है। यु फेक एस मदरफकर। तपाईँ रियल सेट हुन जान्नु के, तपाईँ छक्का जसरी नहिँड्नु के। त्यही त दाइ बच्चैदेखिको साथीहरूलाई भुल्ने काम नगर्नु होला, जो पाए त्यहीसँग यसरी कुरा काट्ने काम नगर्नु होला। देख्नुभयो यसरी मेसेजमा लिक गरिदिन्छ होइन। मैले यो चिजहरू नराखौँ जस्तो भयो थियो, तर दाइको भाउ चाहिँ अलि अति नै बढ्या रहेछ। त्यही त बालेन दाइको भाउ यति धेरै बढेको छ कि प्रधानमन्त्री बन्न भन्दा पनि बन्नु भएन के। बालबालिकाले बोलाए आउनु भएन, सरकारमा उहाँलाई बोलाउनु भयो आउनु भएन, आउँदैन। त्यस पछाडि हर्क साम्पाङलाई गर्नुपर्छ भनेर जेएनजीको माग, त्यत्रो तपाईँको चाहिँ माग हुँदा हुँदै उहाँले चाहिँ नि बुझ्नु पर्यो। त्यही त बुझ्नु पर्ने थियो, तर तपाईँलाई कसैले पनि प्रधानमन्त्री बन्न भनेर भनेनन् है। काका नरुनुस् के गर्ने त बालेन दाइ धोकेबाज निस्केपछि। पब्लिकले हामीलाई मिलेको मन पराउँथे, पब्लिकले मिलेको मन पराउँछ भने मिलौँ त भन्ने खालको थियो। तर यसपालिदेखि उहाँले अब त्यो सबै कुरा सम्भावनाको ढोका सबै बन्द गर्नु। होइन त्यस्तो पनि नभन्नुहोस् न, माया गर्छु भनेर त स्ट्याटसमा लेखिराख्नु भएको छ त। कतिचोटि मन जित्नुहुन्छ यार। त्यो पोस्ट मात्र गरेर हुन्छ गे स्टफहरू, हर्क साम्पाङ आई लभ यु डार्लिङ यताउति। बाटोमा जिस्काउनु पो पाइएन, तर प्रेम प्रस्ताव त राख्न पाइन्छ नि त होइन। तपाईँ छक्का मान्छे यार। एउटा केटा हुन्छ अर्को केटी हुन्छ। अनि हजुर चाहिँ 1300 प्रकार हो के भनेको? हर्क साम्पाङ आई लभ यु एकतर्फी भए पनि माया छ। सर्ट गर्न पाइयो, उसलाई आफ्नो प्रस्ताव राख्न पाइयो। ल राख्नुहोस् त प्रस्ताव। आई लभ यु। मैले घर घरमा गएर मलाई भोट दिनुहोस् भन्नु राम्रो कि चुनाव पछाडि घर घरको टोल टोलको गाउँ गाउँको ठाउँ ठाउँको समस्या समाधान गर्न जाने चाहिँ राम्रो। पहिले यस्तो भन्ने मान्छे अहिले घरदेखि बाहिरै निस्कनुहुन्न, के भएको? बालेन चाहिँ जनताको मेयर भइदिनु भएको छ, खुपीको देउता हुनु भएको छ। बरु तपाईँ भन्दा त दाइ कस्तो हर्क साम्पाङ ग्राउन्ड लेभलमा बसेर काम गर्ने मान्छे ऊ हो क्या। खोला खोला कुदेर ढुङ्गा गिटी कुदेर चाहिँ देश बनेको छ। बालेन दाइ घरदेखि बाहिर निस्कनुहुन्न, जनताहरूको कुरा सुन्नुहुन्न, घरमै लुकेर बस्नुहुन्छ भनेर भन्छन्। तर हर्क साम्पाङलाई त सबैले गाली गर्छन् त, जबकि उहाँ बाहिर निस्कनुहुन्छ, जनताहरूसँग घुलमिल गर्नुहुन्छ। कुदेर ढुङ्गा गिटी कुदेर चाहिँ देश बने होइन, जनताहरूलाई चाहिएको मेयर चाहिँ कस्तो हो?
उचाल्नुसम्म उचाले स्ट्याटस दिएर त्यो मुला त बाहिर आउन सक्ने मान्छे त होइन त्यो कोहीसँग बोल्दैन आफ्नो सुर गरेर बस्छ छक्का बाउले त छोरा नै जन्माएको थियो गे जस्तो देखिरहनु भएको छ त बालेनसँग छातीमा दम हो यो आन्दोलनको जिम्मा काठमाडौँको मेयरले लिन्छ भन्न किन सकेनन् त्यसकारण नामर्द हो कार हो यसले खालि स्ट्याटस लेख्ने घरभित्र बस्ने सबै मान्छेले उसलाई मर्द बनाइरहेको छ ऊ चाहिँ हिजडा जस्तै स्ट्याटस लेखिरहेको छ घाइतेले बालेन बालेन भनेर पुकार गर्दा एक दुईवटा हस्पिटलमा अहिलेसम्म गएर एउटा बिरामी भेटे बिरामीलाई भेट्न जाँदा पनि बिरामी भेट्न जाने कुरा छोड्नुहोस् न त्यत्रो शहीदहरूको मृत्यु हुँदा श्रद्धा अञ्जली पनि दिनु भएन त्यत्रो स्ट्याटस लेख्ने मान्छेले बालेन बारे एकदमै खतरनाक बडो कुरो भाइ हो र के कुरा कुर्सी लुसिफरको पछाडिको कुर्सी हेर्नुहोस् त ठ्याक्कै उस्तै छ सिङठडिएको जस्तो कुर्सी देख्न पाइयो है अनि लुसिफरको अर्को क्यारेक्टर भनेको सधैँ ब्ल्याक ड्रेस हेर्नुहोस् बालेन प्रायः जसो देखिने भनेको ब्ल्याक ड्रेसमा हो चस्मा पनि कालो लगाउने गर्छ होइन लाउने लुगादेखि चस्मादेखि लिएर सबैलाई कालो भन्नुहोस् तपाईँ अब मान्छेलाई पनि कालो भन्न बेलाउनुहुन्न होइन कालो लुगा लाउनै नमिल्ने हो र बाहिर देखिँदैन धेरै जसो होइन अनि डार्क इनर्जी उसले रिलिज गर्छ भन्दैछ जस्तो बालेनले के भन्यो भने म सिंहदरबार चलाउँछु भनेको थियो नि हो त्यो डार्क इनर्जीले काम गरेको भएर साँच्चै नै सिंहदरबार चलेको देख्नुभयो सिंहदरबार चलाउनेको मेन रिजन यो रहेछ त्यसले मलाई हेपिस भने त्यो देशै रहन्न भनिदियो भने देशै नरहने स्थिति हुन सक्छ कुनै इन्डिया चाइनाले एट्याक गर्न त्यही भएर बालेनसँग पंगा लिने काम नगर्नु होला फेरि पंगा लिनुभयो भने त्यही हुन्छ फेरि यो शहीदहरूको अन्त्येष्टिमा त आउँदा हुन्थ्यो नि त बालेनको बच्चा मरेको भए अर्काको बच्चा मर्दाखेरि के मतलब श्रद्धाञ्जली सभामा किन गएन त्यही त किन नगएको रहेछ शैतानहरू आफै श्रद्धाञ्जली सभामा जाँदैनन् भन्ने कुरा रहेछ कि शिवजी चाहिँ होइन शिवजीको भक्त चाहिँ होला सबैले गजेडी गजेडी भन्छन् बालेनलाई गोजेडीले गाँजा खाने भए बालेन ओ रामकोट आउनु सोली सोली गाँजा छ त्यहाँ त पनि गजडी म पनि गजडी हो एउटा हावा कुरा नगर्नुहोस् तपाईँ गजेडी भए पनि बालेन दाइ चाहिँ होइन है घन्टा हो त्यो म चाहिँ गजडी अनि बालेनले कति गाजा खानु भएको छ देख्नु भएको छ पहिला गाँजा खान्थ्यो ट्यापे खान्थ्यो सङ्गत नभो के बाले यहाँ सुन्न मुला है ध्यान दिएर सुन तपाईँको अनुहार चाहिँ एकदमै क्युट तर त्यो पारा एकदमै ग्याङ्स्टर छ क्या बालेन भाइ तिमी सुध्रिनु यो ट्यापे नै ऱ्याप हान्छ भन्दैमा ट्यापे ट्यापे भन्नु त भएन नि काका खारा ऱ्याप हान्दै हिँड्छ ट्यापे रापे मसाला जस्तै व्यक्तिले गर्दा ट्यापेर गाउनेलाई समाजमा ट्यापे भनेर चिनिन्छ गलत नजरले हेरिन्छ स्वास्थ्य परीक्षण गर्नु भनेको छु जोडिया त गुरुङ केटा छन् नि यी दुईटा टोलीहरूको छ नि एकपल्ट राम्रोसँगले स्वास्थ्य परीक्षण गरौँ त कुन लागु पदार्थ खाएर काकाहरू यार के भएको बुढापाकाहरूलाई पनि गाली गर्नुहुन्छ अनि भर्खर आएका युवाहरूलाई पनि ट्यापे ट्यापे भन्नुहुन्छ भने होइन त मुली कहाँ युवाहरूलाई भन्ने ट्यापेहरूको कमी छ अनि पारसले पनि गाजा खानुहुन्छ अरे त ल ठीक छ बानु पारसले गाँजा खायो यहाँ देश खाइसके त्यसो हिसाब किताब छैन अनि तिमीहरूले केही खराब गर्दैछौ है भनेर जनताले भन्यो पारसले गाँजा खायो भनेर टाथ्नु अब गाजा खाने पारसलाई यस्तो भन्ने अब हाम्रो गाजै नखाने बालेन दाइलाई चाहिँ यस्तो भन्नु भएन नि बालेन दाइले कति मान्छेहरूले भन्छ ए जोइनसुन खान्छ यताउति हो भनेर त्यो चाहिँ गलत हो नभएको कुरालाई म भन्दैन है खाँदैन है त्यो अनि गाजा खाने पारसलाई यस्तो भन्ने अनि हाम्रो गाजा खाँदै नखाने बालेनलाई त्यस्तो भन्ने हो त यो त हर्क साम्पाङले ग्रिन टी खाएको लागि बियर खाएको जस्तो कुरा भएन छोरो खान्छ नि म बाहुनको छोरोबाट त कहिले त्यसो भए हजुरले बालेनलाई ट्यापे भने जस्तै म हजुरलाई गजरी भनौँ त हुन्छ हाम्रो चाहिँ नेपाल ट्यापे महासङ्घ भन्ने एउटा संस्था त्यसको अध्ययनशील चाहिँ बालेन शाह होला पुरी जस्तो ट्यापे ए ओली पनि ट्यापे राजेन्द्र दाई बालेन कस्तो लाग्छ भनिदिनुहोस् त म चाहिँ गाँजा खाएर गर्ने मान्छे कुरा न बालेभन्दा दामी म छु भनेर अहिले आइसक्यो नि त किन फेरि उसको कुरा गरिराख्नु यो देश बन्न चाहिँ 6 महिना होस्ट फालिदिनु सर 5 दिनमा म बनाइदिन्छु सर यार मलाई प्रधानमन्त्री यदि म भइदिएको है हजुर खाएर चार्जमा हुनुहुन्छ जस्तो लाग्यो एकछिन फेरि सुन्नुहोस् अनि कुरा गरौँला है नेपालको यो राष्ट्रिय अस्मिताप्रति माया छैन बालेनलाई बालेन दाइ तपाईँ जस्तो फेक मान्छेले देश चलायो भने देश चाहिँ वाइल्ड बर्बाद हुन्छ कि त तपाईँले बेचिदिनुहुन्छ कस्तो कस्तो गाली आउँछ मलाई हेर्नु त मलाई कति गाली गर्छ तर पनि चिलमा बस्छु नि म न्युज हेर्नको लागि ब्याट युज गर्न सक्नुहुन्छ यो नेताको त स्वाइनले लाउने पेन्टी पनि हाम्रो पैसा धेरै हेर्न सक्नु होला यो न्युजको लागि मात्र गोजेडीले यो ट्यापे ट्यापे रापे मसाला यस्तै रियापे ट्यापे खाते हाम्रो देशमा माछ सिक्ने यस्तै भेडाहरूले जिनियस केटाहरूलाई रोक्छ है रोक्छ त्यही भएर खोडा हान्दै गएर रन्डीको बानहरूलाई सही काम हो त तैँले तिनीहरूलाई खुकुरी हानिनस् भने कसरी देश बनाउँछ कोही मान्छेलाई दुःख दिने होइन नि त किनकि यस्तो रन्डीको छोराहरू छ होइन हामीलाई रोक्न खोजिराख्नेहरू यिनीहरू सबलाई खुकुरी हान्नुपर्छ त्यही त उहाँहरूको कुरा सुन्दाखेरि शेरलाई भन्दा पनि उहाँहरूलाई सल्लाह दिएर डराउनु दिनुपर्ने हो हेर्नुहोस् त के भन्दैछन् यहाँ एनजीलाई त हत्या गरियो तर हत्या गर्ने को थिए विदेशबाट आएका स्नाइपर चलाउने सुटरहरू थिए ती सुटर कसले ल्यायो त्यही 90 करोडले ल्यायो त्यसमा को थिए भन्दा डिप स्टेट एउटा छ जसको सदस्य बालेन शाह पनि त्यसको मतलब बालेन शाह जेन्जीहरूको हत्यारा हत्याको मुख्य पात्र विदेशी दलाल बालेन शाह हो कटा हान्नेहरूलाई माछ सिक्ने यो पनि हत्यामा संलग्न छ बालेन हो जेन्जीहरूको हत्यारा पनि बालेन आगो लगाउने पनि बालेन देशद्रोही पनि बालेन
जलाउने सिंहदरबार जलाउने अख्तियार जलाउने अख्तियार चाहिँ बालेनले होइन लुटपाट घिसिङको चाहिँ ग्याङले चाहिँ जलाएको जेलेस्की पनि त्यस्तै बालेन त्यो युक्रेन संस्थामा आउँदैन ऊ सबै विदेशी एजेन्ट हो मेरो लाडो बालेनजी विदेशीकै एजेन्ट हुन् अनि यो ट्यापे कहाँबाट रातारात बिहार भयो त काठमाडौँको भने कि अनि बालेन विदेशीको एजेन्ट हो भने किन सपोर्ट गरिरहेको छन् त बालेनको त्यो कन्डोमा हिँडिरहेको छ नि त्यस्तो नभन्नुहोस् बालेनका फ्यानहरू आउलान् नि हान्न सिक्नेहरू आइज म त घुमिरहेको हुन्छ म त यो चाहिँ सानो छोटो छ नि लाइसेन्स नभए पनि लिएर हिँड्छु बालेनको गु खाने भाइहरू बालेनले तातै हक्छ खाऊ न भाइ जस्तै बालेनको त्यो रहेछ भने गरिदेऊ बालेन शाहको जुन फेम र पपुलारिटी छ नि अहिले त्यो देखेर अनि लुसिफरको नाम लिएर विदेशीको एजेन्ट इन्डियन भनेर नाम बदनाम गर्न खोज्छन् पनि षड्यन्त्र देख्ने जेमा पनि विदेशी देख्ने जेमा पनि अराष्ट्रिय तत्त्वहरू नै देख्ने घुसपेट देख्ने नेपाली त प्रचलन छ नि तपाईँलाई थाहा छ एउटा कुरो डेभिल इज कमिङ भनेर धरहरामा कुन लेख्यो डेभिल भने थाहा छ को हो लुसिफर थाहा छ तपाईँलाई थाहै छैन तपाईँलाई अध्ययन छैन आफ्नो एजेन्ट छ नि त लुसिफर छ नि त प्रधानमन्त्री बनेको भए अहिले अर्कै हुन्थ्यो होला नि त उसलाई अगाडि जेनजीले सारेको ऊ नमान्नु डराउनु डराएर प्रधानमन्त्री नबनेको हो कि केही खतरै प्लान गर्दै हुनुहुन्छ कि खै के हो यो अनि उसले अर्को मान्छेलाई सार्नु जसलाई जेनजीले चिनेकै छैन अनि यो त सबै कुरा त भरे त कस्तो भने स्क्रिप्टेड रहेछ क्या डिजाइनर हो कि यो ट्यापे यो सबै गराउने काम नै बालनको गृहमन्त्री कसलाई ल्यायो त्यही बुझ्नु न तपाईँ अमेरिकाका दलाल बहनचो इन्डियन एम्बेसीमा लुकिरहेछ को बालेन दाइ तपाईँलाई विदेशी इन्डियन धोती लुसिफर भन्नेलाई के भन्न चाहनुहुन्छ भनिदिनुहोस् त सोध्न चाहन्छु म कता जाने हो माछिनी त घर जा